पछता चीजको लगी हेर्नु न मोमबत्ती हिजो यता कतै धेरै थियो गए डिहे झिले मिलिरहेको थियो बोलेको भने थियो अन्त यस्तो छ रातिको हालत र अहिलेको हालत यो ठुलोवाला अत्ति अब राति फेरि ब्लग बनाउँछु धुनेवाला बत्तीलाई अगाडि लगाऊँ पछाडि ल्याऊँ अगाडि लगाऊँ पछाडि ल्याऊँ अगाडि लगाऊँ त्यस्तो मजा आउँछ कता अनि झिलिमिली अनि चाहिँ हाम्रो जुगाड यहाँ पनि थियो हिजोको झिलिमिली मैले कस्तो यही झिल देखाएर हिले बिर्सेछु क्या यता पनि यस्तै छ यहाँ मोमबत्ती चाहिन्छ सिमेन्ट है यो माडा जस्तै थियो त्यो बेला राति फेरि यो सिमेन्ट हाम्रो घरको भुटाको खुल्ला रोटीले पनि भनेको थियो देखाउनु त्यसैले यो मैले देखाएको चाहिँ भनेको रोटीले गर्दाखेरि हो फुल चौडा मजाले हुन्छ यो चाहिँ यस्तो यता पनि हाल्न मिल्छ तर हाल्नु नै भएन यिनीहरूको लागि चाहिँ हेर्नु न कत्रो गएर एउटा यता हामी राखेको थियो के हो उताबाट खेल्छौँ त क्रिकेट खेल्ने ब्याट हेर्न अब र हत्रा देसी ब्याट खै कस्तो सानो वाला ब्याट यस्तो गर्ने अनि ड्याम उडाइदिने अब योदेखि नै टाइम पास गरेर मेरो बाबाको बाइक चलाउनु दिँदैन सरकारले तर भने हिजो एउटाको घटना पठाएको पुरा सामान भनेर त अनि यो चाहिँ मेरो बुइनी र्यापे हान्ची खाली र्यापे हान्ने यता देखा तेरो मुख काले केटो लेखे काले केटो ओइ यो फ्याल्ने यसले गाईको ओइ काले दादा काले तेते के फ्याले भाइ मोर्लास नि यता बुवाले नि हाल्नु भएको थियो यो गाई कालो गाई अनि यो दुईटा गाई चाहिँ यता क्युटवाला गाई अनि धेरै घाउ भएर यसलाई त्यसैले गाई आजको भ्लगलाई यति नै यो भ्लगलाई यतै एन्ड गर्नु बाई बाई आन्टी भनिदिनु भुसावाला साडा बाई भन्थे बाई बाई।